आज म र रविज्यू चाहिँ यहाँ अप्पर दलप चाहिँ आएको छौँ हो। उहाँ हाम्रो साथी उहाँ दिदीकोमा आउनु भएको हो। हुन्छ दिदी। उहाँ दिदीको घरमा आज हामी घुम्दै आएको हो। दिदीले होमस्टेमा आउनु भएको बट दिदी यहाँको एड्रेस भनिदिनुहोस् त। यहाँको दलपचन चन्दने हजुर उहाँको चाहिँ होमस्टे रहेछ है। दलपचन चन्दनेको बर्ड्स भ्यू होमस्टे हो। हजुर यता पनि देखाइदिनु न दिदी त फेरि। हजुर अहिले म देखाउँछु नि तपाईँले यहाँको भन्नुहोस्। दिदी चाहिँ आज ड्युटी अफ हुनु अरे। खासमा हामी दिदीलाई भेट गर्न आएको हो र उहाँको पनि होमस्टे रहेछ र तपाईँलाई यहाँको देखाउँदैछु भ्यू पोइन्टहरू। यहाँबाट कञ्चनजङ्घा देखिन्छ अरे हो। जुमिङ हेर्नुहोस्। हुन्छ दिदी। लिजमा दिनुहुने अब हामी यो उयो गर्दैन हो खालि मासु खोज्छ। यहाँ चाहिँ प्योर दुधको चिया है। बनाउनेवाला चाहिँ आइम हो। हजुर मिठो चिया हो। आज चाहिँ होमस्टेका मालकिनको हातमै चिया खानु पाइँदैछ आजको। यहाँ नसिब हाम्रो रहेछ हो। यो बिहाको छैन कि अघि तिमी अन्त यो बोल्दै थियौ। उहाँ चाहिँ बिहान जुन हुनुहुन्छ टक्क। अब यहाँ अर्ग्यानिक यो दिदीले ल्याउनु भएको होला है। हेर्नुहोस् यहाँ दिदीको फर्म पनि रहेछ हो सानोबाट। एकछिन ल म चप्पल लागि आउँछु। चप्पल यो लगाउन म ल्याइदिन्छु ल। ए हुन्छ। आफ्नो कोसिस अब सक्दिनँ दिदी घाँट दुखेर कस्तो हुन्छ म। यहाँ अर्ग्यानिक टक्क। यहाँ दिदीले यहाँ के अदुवाको खेती पनि गर्नुभएको छ हो। यहाँ मकै पनि रहेछ हेर्नुहोस् है। आज चाहिँ म यतिकै दिदीले भेट गर्न आएको थियो र एक जग्गा यहाँ गाडी पनि छ भनेर त्यो पनि हेर्नु आएको हो। र खासमा यहाँ अब हाम्रो साथीको चाहिँ दिदी हो र यहाँ दिदीको होमस्टे रहेछ। यहाँ पनि अब भिजिट गरिदिउँ होइन भनेर आएको। यति मजाको भ्यू पोइन्ट यहाँबाट तपाईँको कञ्चनजङ्घा पनि देखिँदो रहेछ। अलिकति अझै चाहिँ फगी लागिरहेछ त्यसले गर्दा चाहिँ देखेको छैन। चिया पिउँदै हो भिडियो बनाउँदैछु। अनि यहाँ भित्र पनि म तपाईँलाई देखाउँछु र के रहेछ भित्र। तपाईँलाई मेरो ब्लगमा वेलकम छ। अब उनीहरूले एउटा रुम हाम्रो डबल बेड लगाएको छ नि त हो। 10 रुमहरू सबै ओके छ हौ। हिजोस्ति गेस्ट फोटो खिच्नु भिडियो गर्नु बस्नु हेर्नु सबै ओके छ हौ। सबै फेसिलिटी गिजरहरू सबै रहेछ होइन। तपाईँलाई यहाँको रुमहरू देखाउँछु तपाईँलाई कस्तो लाग्छ र हामीले आएर भिजिट गर्नु तपाईँहरू पनि आउनुहोस् एकपल्ट। अर्ग्यानिक सबै कुरो यहाँ होइन। फुलहरू भयो यो सिटिङ छ यहाँ सिटिङ देखाइदिएँ। यो अर्को नेक्स्ट रुम
तपाईँलाई यहाँ केहीको कमी चाहिँ मलाई लागेन खासमा होइन सबै छ बत्तीहरूको इन्भर्टरदेखि लिएर वाइफाईदेखि लिएर सबै तपाईँले पछि पाउनुहोस् एउटा बेड लगाएको थियो त्यो निकालिदियो अस्ति कि यो उता भन्दा पनि ठिक हो रहेछ डोमेटी यो भयो त ग्राउन्ड अब यहाँ तल हो माथि हो ग्राउन्ड फ्लोर चाहिँ फर्स्ट फ्लोर देखाउँदैछु कति गर्नु अर्ग्यानिक खाएर जाऊ हो अर्ग्यानिक खाएर जाऊ एक दिन पनि तपाईँको हेल्थ राम्रो मासु र रक्सी दिएर भन्छ मान्छे क्या रक्सी हुँदैन उनीहरूको त त्यही त हो यहाँ मजा गरेपछि हो यो चाहिँ सिङ्गल बेडको यो भ्यू देखाइदिनु स्पेस यहाँबाट चाहिँ कञ्चनजङ्घा देख्छ अरे देख्छ 32 टर्निङ देख्छ कञ्चनजङ्घा चाहिँ एभ्री डे देख्छ कि अब यो अहिले क्लियर छ भने चाहिँ देख्यो तर भोलिपछि डिसेम्बरतिर त दिनले त उभिन्छ हो ए अर्ग्यानिकहरू यहाँ हो हेर्नुहोस् बारी पनि दिनुहुन्छ गाडी दिनु नै खान्छ सागसब्जी उमार्नु उमार्नु गर्ने दिने उमार्यो भने त दिने साँच्ची यो झन्डा लाग्छ नि त्यो यो त्यहाँदेखि यसो 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 यो यति हो मेरो बारी बेसी यो सबै बारी पनि उमार्नु सक्छ अब तपाईँले बारी पनि अब तपाईँ गर्नुहुन्छ भने अध्ययन दिनुहुन्छ अरे उहाँ बुकिङ रिसोर्ट हाम्रो काकाको क्या हाम्रो चाहिँ सबै सागा छ तर उयो डाँडाको तपाईँ चाहिँ हामी मात्रै यहाँ आएको सबै सबै माथि मार्किङहरू हो उहाँ चाहिँ हाम्रो बेनाजी हुनुहुन्छ 2 शब्द भन्नु सिङ्गल बेड र तपाईँलाई वासरुम त मैले देखाइहालेँ सबैको सेमै रहेछ होइन र आज हाम्रो दुईजना साथीहरू चाहिँ यतिकै घुम्दै घुम्दै हो यो चाहिँ स्टोर रुम रहेछ होइन अहिले होइन यो पनि रुमै रुम त उहाँले उयो गर्नुभएको हुन्छ यो पनि अहिले रुम हो त सेटअप गरेर भएको छ उहाँले अब मजाले भन्नुहुन्छ कि ल होइन यो कहाँ पर्छ दिदी भाइ सिलगढी पढ्दैछ कहाँनिर सिलगढी सिलगढी कुन चाहिँ कलेज कि स्कुल त्यसले अहिले पोस्ट गर्दैछ तल सिसिटिभी उयो सबै उयो गऱ्यो कि कुनै के साइबर के भन्ने पढ्दैछ हौ शीतल है बेनालाई के बोल्नु यो सबैलाई पनि के भन्छ अष्टमी है के हुन्छ अष्टमी आर्टिफिसियल नि त्यो खाँदा पनि त्यस्तो लाग्दो रहेछ खाँदा पनि आर्टिफिसियल जस्तो लाग्दो रहेछ बर्ड्स भ्यू होमस्टे त्यही त है हो त कति भेराइटीको छ
सिङ्ताममा कर्फ्यू गरे कर्फ्यू हो र त्यो उयोले गर्दा अब त तपाईँ कुनै के पो उयो भन्दै थियो मोदी सरकारले कुनै के अरे सेल्फ उयो के अरे तपाईँको मारेछ नि है त्यो उयोहरू अब होइन हजुर बस्थे दिदी खान्छु म त प्रेसर नुन लागेको छैन होला हो हेर्नु लाग्यो म प्रेसर छ कि कम्ती खान्छु नुन अब खाइदिएँ मैले चाहिँ हो हजुर अब एउटा गाडी हेर्दैछु दिदीको अल्टो केटेन रहेछ हो गाडी चाहिँ हेरेछ लगाइदिए भन्छ मलाई तल गएर मर्नु गोल्डन ओरेन्ज चलायो गाडी भन्छ हो अल्टो केटेन गाडी हो उयो गरेन भने त्यस्तो हुन्छ र अप्पर दलप चेन भन्ने जग्गामा छ हामी हो यो चाहिँ हाम्रो गाडी होइन यो चाहिँ यो चाहिँ अप्पर दलप चेनमा अब हामी हल्का दिदीको होमस्टे देखायो हजुर चन्दने दलप चेन अघि तपाईँलाई देखाइहालेँ मैले दिदीको होमस्टेहरू होइन यो चाहिँ नाइटको भ्यू पनि अब दिदीले अब हामी यतिकै घुम्न आएको थियो र हाम्रो आइटेन चाहिँ उहाँले मन पराउनु भयो र भन्नुहुँदैछ उहाँको अल्टो केटेन एक्सचेन्ज गर्नु हुने भनेर त्यतिकै अब अलिकति दिदीभाइमा दाम नमिलेको कि तर के छैन मिलिहाल्छ र यतिकै तपाईँलाई पनि सानो भ्यू देखाएको आज चाहिँ अब म तपाईँको गान्तोकबाट चाहिँ रिनोकबाट अप्पर तपाईँको रङ्गलीबाट अझै उकालो चन्दने दलप चेन भन्दो रहेछ यो चाहिँ र अघि मैले भ्यू देखाएको थिएँ यहाँबाट चाहिँ कञ्चनजङ्घाहरू टक्कै देख्ने रहेछ हो तर अब फगी लागिरहेछ त्यसले गर्दा चाहिँ नभएको हेर्नुहोस् यति मजाको पिसफुल जग्गा कि शान्ति